कति हाँस्नु भन्ने मरेको म त हाँस्यो अनि यस्तो थियो होइन हाम्रो हुलिया अनि पानीले भिजेर यी यस्तो हुलिया अनि यो लुगा किनेर लाग्छ रहेछ फेरि त्यहाँबाट 77 त धेरै हिँड्नु पर्ला नि 77 मतलब फिल्म स्टार 77 हो कि मन्दिर भएको पर्छ प्लास्टिक है गाइस हामी चाहिँ फाइनली यता आउन दिदी हामी चाहिँ फाइनली आइपुग्यो हो गाइस मन्दिर जाने बाटो अब त हामी चाहिँ अलिकति हिँड्नुपर्ने हुन्छ गाइस बाटोहरू त्यो सरिपूर्ण जान्छ है त गाइस मासुमा खाने आज आलुचप खाने हो कि ओके आलुचप खाने चना छ चनाको ग्रेभी बनाउँछु राइस बनाउँला प्योर भेजिटेरियन आज यता हो धेरै गाह्रो अलिअलि गाह्रो छ धेरै गाह्रो पानी पर्यो अहिले हाम्रो आउटफिट गाइस फाइन भएर पटक अलिअलि छातो होइन त्यो उयो आइसक्यो ए ओके गाइस मन्दिर आइसक्यो ऊ त्यहाँ होला ऊ यहाँ झन्डा त्यही हो गाइस हिन्दू मन्दिर लुक एट दिस यहाँ खोल्नुपर्छ राउ छैन यता आउँदा चाहिँ चप्पल लाएर आउँदा टाउकोमा यसो त्यो सल हाल्नुपर्छ भिडियो सुन्छु जा रहे हो? हाँ जी आप प्रसाद ले ये प्रसाद 2 बजे खाना है बेटा ओके ठीक है ओके मिल्छ हिजो धेरै बेर बसेर होला मलाई यहाँ त कस्तो पानीमा तैरे जस्तै फिल भएको थियो धेरै बेर बस्यो नि त 2-3 घन्टा यहीँ बस्यो नि त कस्तो पानीमा तैरे जस्तै फिल भएको थियो नि एकदम हुन्छ नि गाइस मन्दिर बैकअप फर्केको अवस्था रहेको छ गाइस यहाँ चाहिँ हाम्रो छाता अन भइसकेको छ हाम्रो सिस्टरजीले छाता अन गरिसक्नु भएको थियो गाइस आज धेरै बोल्ने इनर्जी छैन मलाई गाइस किन हो मलाई पनि थाहा हामी चाहिँ फेरि सेम गाडीमा चढेर ब्याक
बसमा गएर हामीलाई 10 मिनटमा पहुँच्छ हाम्रो घर अगाडि अहिले गाइस घर पुगेपछि गाइस हामी चाहिँ बसबाट उत्रिसकेर घरतिर लागिरहेको छौँ गाइस हामी सही बाटो आयो हो गाइस अब तलतिर जाने घरतिर हामी चाहिँ तलमा हिँडिरहेको छौँ गाइस सिँढीमा भैयामा ओर्लिँदै छौँ तलमा हामी एउटा लेफ्ट साइड कि राइट साइड हो जाने अब हामी यता आऊ न तिमी अनि ओडी गाइस हामी चाहिँ मनपुर आइसक्यो गाइस वाउ छाता कति राम्रो छाता 20 करोडको छाता हो क्या गाइस पिङ्की गाइस यताबाट पनि छ उताबाट पनि गएन मैं करूँ इंतजार तेरा वाओ भन्नु न वाउ 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 यसले आफू पनि पागल भएर सँगै जाने मेरी कति छाताले बोल्यो? तिम्रो मेरो गाना भन्नु ल म दामी गाउँछु एउटा कुन गाना भन्नु तिम्रो चोइस हो नाइ एउटा गाना दिनु के कस्तो गाना भन्नु खै एउटा सङ भन्नु न म गाउँछु तिम्रो माया उनन्सय भए मेरो माया सय नाच्नु न वाउ त्यसो वाउ भन्दिनँ म लिरिक्स मिले आएन तिम्रो माया क्युट जुत्ताएर र तेरा जुत्ती भए हेर खै मेरो माया नत्राक्छ सही यो कसले गाएको गीत थियो उसले खै कालो रात होइन त्यही मान्छे गाएको गीत तिम्रो लागि शब्दै छैन वाह भन्नु न दिदी मलाई बोल्न आउँदैन मलाई हाँस्न आउँदैन मलाई हान्न आउँदैन भावनाका कुरा मेरो घर चाहिँ आइसक्यो मेरो घर आएर नागिसक्यो छाता बोक्न लान्छ हाम्रो दिदीले खाना बनाइन्छ रे म चाहिँ भाँडा माझ्ने हो दिदी खाना बनाउने बिल भयो हामी चाहिँ अब खाना दिदीको घरतिर लाग्न लाग्छ गाइस दिदीको घर गएको दिदीले चाहिँ खाना बनाउनुहुन्छ अरे होइन खाना बनाएर खुवाउनुहुन्छ अरे त्यही भएर म चाहिँ खाना आएको गाइस खाना के बनाउनुहुन्छ म हजुरलाई देखाउँछु